ल आज कुरा गरौँ हाम्रो घरको एउटा एकदमै कमन औषधिको फ्लेक्सन। हामीमध्ये धेरैले यसलाई बिना सोचविचार खाइदिन्छौँ होइन त। आज हामी यसको त्यो गाइड खोल्दैछौँ जुन सायद हामीले कहिल्यै पढेका छैनौँ तर जान्न चाहिँ एकदमै एकदमै जरुरी छ। सामान्य टाउको दुख्दा होस् वा हल्का ज्वरो आउँदा हात सिधै फ्लेक्सनको पत्तामा जान्छ। यो यति सामान्य भइसक्यो कि हामी सोच्दा पनि सोच्दैनौँ। तर एकछिन रोकिएर सोचौँ त, के यो बानी साँच्चै ठिक छ? के हामीले यसको बारेमा अलि गहिरिएर बुझ्नु पर्दैन र? अब हेरौँ है, यो फ्लेक्सनभित्र खासमा हुन्छ के? यो एउटा मात्र औषधि होइन, यो दुईवटा फरक फरक तत्त्वहरूको एक शक्तिशाली मिश्रण हो। पहिलो आइबुप्रोफेन 400 मिलिग्राम, यसले दुखाइको जड मतलब सुन्निएको ठाउँमा गएर काम गर्छ। र दोस्रो पारासिटामोल 325 मिलिग्राम, यसले चाहिँ हाम्रो दिमागमा पुग्ने दुखाइ र ज्वरोको सङ्केतलाई नै रोकिदिन्छ। हो, यही डबल एक्सन फर्मुलाले गर्दा नै यो यति छिटो र प्रभावकारी भएको हो। त्यही भएर त यो औषधि यति धेरै कुरामा काम लाग्छ। चाहे त्यो सहन नसक्ने टाउको दुखाइ होस्, दाँत दुखेको होस्, ज्वरो आएको होस्, शरीर दुखेको होस्, महिनावारीको दुखाइ होस् वा मांसपेशी र जोड्नीको दुखाइ। यो एउटा अलराउन्डर जस्तै हो जसले धेरै थरी दुखाइ र ज्वरोलाई एकैचोटि सम्हाल्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ, यसलाई खाने सही तरिका। साधारणतया एक पटकमा एउटा ट्याब्लेट दिनको 2 देखि 3 पटकसम्म। तर यहाँ एउटा सुनौलो नियम छ जुन कहिल्यै बिर्सिनु हुँदैन। फ्लेक्सन सधैँ खाना खाइसकेपछि मात्र खाने। किन? किनभने खाली पेटमा खाँदा यसले पेटलाई सिधै असर गर्न सक्छ। त्यसैले खाली पेटमा कहिल्यै नखानुहोस्। अनि यो चेतावनीलाई हल्कामा नलिनुहोला है। डाक्टरको सल्लाह बिना 24 घण्टामा 3वटा भन्दा बढी ट्याब्लेट कहिल्यै नखानुस्। यो यसको अधिकतम सीमा हो। एउटा बढी खाँदा के नै हुन्छ र भन्ने सोच आयो भने सम्झिनुस्, यसले हाम्रो कलेजो र किडनीमा गम्भीर र कहिलेकाहीँ त कहिल्यै निको नहुने क्षति पुर्याउन सक्छ। अब अलिकति गम्भीर विषयमा जाउँ र यो चाहिँ एकदमै ध्यान दिएर सुन्नुहोला। फ्लेक्सन सबैको लागि होइन। यदि कसैलाई पेटमा अल्सर छ, किडनी वा कलेजोको गम्भीर समस्या छ, इब्युप्रोफेन जस्ता औषधिबाट एलर्जी हुन्छ वा कोही गर्भावस्थाको अन्तिम 3 महिनामा हुनुहुन्छ भने फ्लेक्सन उहाँहरूको लागि खतरनाक हुन सक्छ। यो जानकारीले कसैको स्वास्थ्य बचाउन सक्छ। सही तरिकाले खाँदा पनि कहिलेकाहीँ सामान्य असरहरू देखिन सक्छन्, जस्तै पेट दुख्ने, ग्यास भरिने वा वाकवाकी लाग्ने। तर यहाँ डरलाग्दो कुरा के हो भने लामो समयसम्म यसको जथाभावी प्रयोगले किडनी र पेटमा स्थायी रूपमै क्षति पुग्न सक्छ। त्यसैले यो जति बेला मन लाग्यो त्यति बेला खाने औषधि बिल्कुलै होइन। यति धेरै कुरा सुनिसकेपछि मनमा प्रश्न आउन सक्छ, त्यसो भए डाक्टरहरूले यो औषधि किन लेख्छन् त? कारण एकदमै सरल तर शक्तिशाली छ। जब कसैलाई दुखाइ र ज्वरो दुवै एकैपटक हुन्छ, फ्लेक्सनले 2 फरक तरिकाले एकैसाथ काम गर्छ। आइबुप्रोफेनले दुखाइको कारणलाई निको पार्छ भने प्यारासिटामोलले ज्वरो र दुखाइको महसुसलाई कम गर्छ। दुईवटा छुट्टा-छुट्टै औषधि खानुभन्दा यो 2-in-1 समाधानले छिटो र प्रभावकारी राहत दिन्छ। फ्लेक्सनको बारेमा यति बुझिसकेपछि अब एउटा ठूलो प्रश्न आफैलाई सोधौँ। हामीले कुनै पनि औषधि, चाहे त्यो जतिसुकै सामान्य नै किन नहोस्, खाल्नु अघि 1 सेकेन्ड रोकिएर के सोच्नुपर्छ? यसको सही मात्रा के हो? यो मेरो शरीरको लागि ठिक छ कि छैन? के मैले डाक्टरलाई सोध्नुपर्छ? हो, यिनै साधारण प्रश्नहरूको जवाफ खोज्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्छ।